सम्माननीय सभामुख महोदय, प्रस्तुत भएका नीति तथा कार्यक्रम कर्णप्रिय छन्, जुन हुनु पनि पर्दछ। हजारौं हजार मेगावाट विद्युत उत्पादन, रोजगार दशक, एआई आधारित अर्थतन्त्र, हरित अर्थतन्त्र, रेल मार्ग, स्मार्ट कृषि र पर्यटन क्रान्ति जस्ता विषयहरू, यी घोषणाहरूको सफल कार्यान्वयन महत्त्वपूर्ण कुरा हो। मेरो शुभकामना पनि छ। कार्यान्वयनको लागि आधारभूत संरचनाबारे पर्याप्त छलफल हुनु आवश्यक थियो। कुन निकायले कुन कार्यक्रम कार्यान्वयन गर्ने, त्यसका लागि बजेट विनियोजनको प्रक्रिया के हो, लक्ष्य पूरा गर्ने समय सीमा के हो, प्रगति मापन गर्ने पर्फर्मेन्स इन्डिकेटर्सहरू के हुन् र लक्ष्य पूरा नभए कसले जिम्मेवारी लिने, यी प्रश्नहरूको उत्तर आउने गरी दस्तावेजमा लेखिएको भए सरकारको गम्भीर्यता, राजनीतिक इच्छाशक्ति पोलिटिकल विल र राजनीतिक साहस पोलिटिकल करेज स्पष्ट देखिन सकिन्थ्यो। यो पेपरमा पहिला पालाकै सरकारले बनाएको दस्तावेजमा टेकेर थोरै मात्रै नयाँ कुरा समेटिएको स्पष्ट देखिन्छ। यो सदनमा विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी देशका उत्कृष्ट मस्तिष्कहरू लिएर यो संसदमा हुनुहुन्छ भन्ने हामी सबैलाई लागिरहेको छ। तर सोचे अनुसार उहाँहरूको आफ्नै मौलिकता र दृष्टिकोण यस नीति तथा कार्यक्रममा अपेक्षा अनुसार नआएको हो कि भन्ने मलाई लागेको छ। र एउटा कुरा कन्भिक्सनका साथ भन्न चाहन्छु, तपाईहरूको यसमा कन्ट्रिब्युसन छैन भन्नेमा म विश्वस्त छु। भिजन स्टेटमेन्ट मात्र पर्याप्त हुँदैन, त्यसलाई रिजल्टमा रूपान्तरण गर्ने विश्वसनीय इम्प्लिमेन्टेसन आर्किटेक्चर, कार्यान्वयनको संरचनाबारे दस्तावेजमा केही पनि उल्लेख छैन। यो स्वयं नीति तथा कार्यक्रमको अंश भएको उत्कृष्ट हुन्थ्यो यदि यसलाई बनाइएको भए। हामी कहाँ जाने भन्ने बाटोको बारे त यो देशमा दशकौंदेखि छलफल हुँदै आएका थिए, तर हामी कसरी त्यहाँ जाने, कुन फाउन्डेशनल आर्किटेक्चर, आधारभूत संरचनामा टेकेर जाने, अब त यस्ता विषयमा नीति तथा कार्यक्रमले प्राथमिकता पाउनुपर्ने थियो जस्तो लागेको थियो। यो प्रोग्रेसिभ सरकारसँग गरिने सामान्य अपेक्षा पनि हो, तर त्यो सफल हुन सकेन। नीति तथा कार्यक्रमको मोनिटरिङको लागि के गर्न सकिन्छ त? सरकारले अविलम्ब राष्ट्रिय कार्यान्वयन इकाइ नेशनल डेलिभरी युनिट, कम्तीमा त्रैमासिक संसदीय प्रगति प्रतिवेदन, क्वार्टरली पार्लियामेन्ट्री प्रोग्रेस रिपोर्ट, परिणाममा आधारित बजेट प्रणाली, रिजल्ट बेस्ड बजेटिङ तथा परियोजना ड्याशबोर्ड, प्रोजेक्ट ड्याशबोर्ड जस्ता उत्तरदायी, पारदर्शी र मापन योग्य संयन्त्रहरू कार्यान्वयनमा ल्याउन पहल गरौं। रेलवे, स्मार्ट सिटी, राजमार्ग विस्तार लगायतका नाममा सरकारले निजी जग्गामा रोक लगाएको छ, तर त्यसको मुआवजा दिने भनेको छैन र दिनेवाला पनि छ कि छैन थाहा छैन। कहिलेसम्म बन्दक बनाउने? यसले आर्थिक जडता यानि कि इकोनोमिक प्यारालाइसिसको अवस्था सृजना गरेको छ। हजारौं नागरिकहरू आफ्नो जग्गा उपभोग